चाहिँ हो पुरै जोमसोम बजार हो जस्तो ठाउँ कति राम्रो समर मुस्ताङमा आइपुग्यो ल मेरो छोरो चाहिँ एप्पल यहाँ के पाइन्छ मेरो घरमा त मान्छेको भोट जस्तो छ भन्छ होइन एकदम राम्रो घोडामा चढ्छ मुक्तिनाथ जय मुक्तिनाथ ओ जम गरेर यही हो असली मुस्ताङ एभ्रीवान गुड मर्निङ फ्रम जोमसोम बजार हजुरलाई म बिहानको भ्यू देखाउँछु है त हेर्न सक्नुहुन्छ वा कति राम्रो हामी पनि 7 बजीसम्म सुतिराखेको यहाँ सब टोलीहरू यहाँ फोटो भिडियो खिचिराखेको छन् हेलो साथीहरू वेलकम ब्याक टु माई न्यू भिडियो इट्स मी सभ्यता एन्ड सभ्यता भ्लग्समा हजुरहरू सबैजनालाई स्वागत छ गुड मर्निङ फ्रम जोमसोम बजार हेर्न सक्नुहुन्छ हजुरहरूले पछाडिको भ्यू यो सबै यति राम्रो ठाउँ छ यति मनमोहक प्राकृतिक सौन्दर्य त हेर्न सक्नुहुन्छ यो चाहिँ हो पुरै जोमसोम बजार हो यो चाहिँ पछाडिको यहाँ चाहिँ एयरपोर्ट पनि छ लागि मेरो छोरो बिरामी छ मनभरि तनाव बोकेर यो मुस्ताङ लाग्यो लेक लाग्यो के गर्ने ग्राम अरे 3 बहिनीको शालिग्राम यही हो असली मुस्ताङ केही रहेछ भने त्यस्तै रहेछ भन्दै हाल्यो अब मुस्ताङमा आइरहेको छ भनेर बनाएको छ परिवार नाका गएर फर्किने प्लानमा हिँडिरहेको छ यति राम्रो त मैले कहीँ स्वर्ग ओ खो अप्पर मुस्ताङ नआउने भन्छन् हेर त यस्तो राम्रो रहेछ नि प्रभु झन्डै छोरोले बिजोग पारिदिएको नि ठुल्ठुला पहाड पहराहरू देख्यौ पुगेसम्म हेर्न सक्नुहुन्छ साथीहरू सरर हावा चलिरहेको छ मरुभूमि जस्तो ठाउँ कति राम्रो चाहिँ भाडा गाउँ मुक्ति क्षेत्र समर मुस्ताङमा आइपुगेका छौँ यहाँको दृश्य चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ अब यहाँ चाहिँ हामीले खानासाना खानुपर्ने हुन्छ पनि आउनु भएको ए माथि टिनले काटेलाई ल यता हेर्नुहोस् न छोरो ल मेरो छोरो चाहिँ बिरामी मान्छे खोकिलाको मान्छे आइपुग्नु भयो यहाँ माथिसम्म देखिन्छ यहाँबाट साथीहरू अझै स्याउ पनि फलेको रहेछ साथीहरू हेर्नु है म स्याउ देखाउँछु एप्पल स्याउ रहेछ यहाँ फलेको त्यो सानो रुखमा एप्पल पनि देखेँ बाबु देखाइदियो त एप्पल खाइ रुखमा हामीले त एप्पल पनि देख्यौँ हेर त कति राम्री बाटोले अस्ति बनाइदिएँ नि मैले नानीलाई बुनु भाइ भन्छ क्या खानासाना खाएर यहाँबाट पनि जानुपर्ने हुन्छ होइन लोकन थाली त्यहाँदेखि कोरोला नाकासम्म पुग्ने हाम्रो प्लान चाहिँ लेट चाहिँ के हुन्छ ल कसो लगाइरहेको हालसम्म अब हामीहरू लाग्यौँ है त चाइना बोर्डरतिर टोली चाइना बोर्डर लागिसकेको छ सबभन्दा कान्छो टोली रेडी अवस्थामा हुनुहुन्छ भमिटको औषधि खाएर लेक लाग्ने औषधि खाएर भन्ने ठाउँमा आएका छौँ आन्टीले चाहिँ सामानहरू किन्दै हुनुहुन्छ के किन्नुहुन्छ आन्टी मैले हजुर स्याउ किनिरहेको छु ए अनि यहाँ हुनुहुन्छ हाम्रो चाहिँ यहाँको आन्टी हुनुहुन्छ होइन
अनि यहाँ के पाइन्छ? यहाँ चाहिँ सिस्नु पाउँछ, फापरको साग पाउँछ, फापरको पिठ पाउँछ, जिम्बु पाउँछ, सबै पाउँछ। यो सबै यहाँको अर्ग्यानिक चिजहरू होइन? यो सबै यहाँको। ए अनि घुम्बु पाउँछ, किरा के पाइन्छ अरे? यार्सो घुम्बु। यो ओरिजिनल हो ओरिजिनल हो। खै कति पर्छ यसलाई चाहिँ? एउटा यो ठुलोको 1000 पर्छ, यो सानोको 500 पर्छ एउटा पिसलाई। एउटा पिसले। के गरेर यहाँ सगुम्बा रहेछ हेर्नु त। ल यहाँ चाहिँ यस्तो छ, यहाँ भित्र हेर्न सक्नुहुन्छ हजुरहरूले। के पाउँछ? ल कति पर्छ यसलाई? 500 रुपियाँ एउटा, त्यो 1000 रुपियाँ एउटा अरे। ल हामीहरू चाहिँ यहाँ यस्तो गाउँ भने पनि यति राम्रो छ, यहाँ व्यवस्थापन हेर्न सक्नुहुन्छ हजुरहरूले होइन। अनि लैजाने राम्रो लाग्यो। मेरो घरमा त मान्छेले भोट जस्तो छ भन्छ। होइन, एकदम राम्रो लाग्यो। यति ठुल्ठुलो कोठा है गाउँमा भयो भने यस्तो राम्रो रहेछ। फुलफुल मान्छेले भोट जस्तो गर्छ मेरो घरमा। छैन राम्रो छ एकदम राम्रो छ। मलाई एउटा यो स्याउको चाना दिनु। कुनको खानु राम्रो छ? एउटा 150 को छ, हजुर। एउटा 200 को छ। यो के कसरी खान मिल्छ? यो यत्तिकै चपारे खाने? त्यसो भए 200 को वाला दिनु। 150 मा दियो अब। ल ल ल ल ठिक छ। यो वाला अनि यो सिस्नो पनि दिनु मलाई। यो सिस्नो चाहिँ उहाँहरूले सुकाएर पिसेर बनाउनु भएको होइन? सुकेर हातले कुटेर। ल एकदम पकाउने तरिका के हो यसको? अब तपाईँहरू दाल कसरी बनाउनुहुन्छ? दाल ए हो भुट्ने? हामी फेरि तपाईँहरू कोदो खानुहुन्छ नि, हजुर। कोदोसँग अलिकति मिसेर ढेर खानुहुन्छ। ए ल यो के हो? यो के हो? यो चाहिँ चिल्ली। के गर्ने यसलाई? यो चिल्ली यसो काटेर खान्छ मान्छेहरूले। फलफुल हो? फलफुल हो। फलफुल तपाईँहरू घाउमा आलु स्याउ जस्तो के यो पनि लैजाने? अहिले एउटा यो पनि दिनु नि त। चिल्ली हो। यो ऊ जस्तै हो कि यो किसमिस जस्तो ओखर भनेको कि मैले तपाईँहरू ओखर भन्छ कि के भन्छ? के हो यो चाहिँ? के भन्छ तपाईँहरूको चिल्लीले? खोरपानीले। खोरपानी त भन्छ खोरपानी भन्छ। ए खोरपानी। यो चाहिँ होइन, यो चाहिँ दिनु है त मलाई एउटा। यो ल हामीहरूले चाहिँ यो लिग्यौँ होइन। ल हजुरलाई धेरै धेरै धन्यवाद घटाइदिनु भएकोमा। ल अब त कहिले आइन्छ खै, आइँदैन होला यहाँ त। कहाँबाट आउँछ? सुर्खेतबाट आएको। हजुर भरे चाहिँ यहाँ पनि आलु हुन्छ? कसरी आलु? ल साथीहरू हामीहरू चाहिँ अप्पर मुस्ताङको माथि लिमी के अरे यो ठाउँ भन्ने चाहिँ यस ठाउँमा आइपुगेका छौँ होइन। यहाँ यस्तो छ ट्रेकिङ ट्रायल गर्ने ठाउँ रहेछ यहाँ चाहिँ। ट्रेकिङ गर्नेहरूको ट्रायल हुँदो रहेछ होइन। अब हामीहरू चाहिँ माथिसम्म जान्छौँ, भिडियोहरू बनाउँछौँ, हेर्छौँ कस्तो छ अब होइन। छोरा कस्तो लागिरहेको छ हजुरलाई? ल हेर्नु साथीहरू, मेरो छोराले अब लेग सेग सब जितिसक्यो छोरा। गुम्बामा पनि हामी घुमाऊँ। ल घुमाउँछु न रेनले। ल यता फर्केर घुमाउ। ल यता फर्केर घुमाऊ, यसलाई घुमाऊ। ल खै घुमाउनुहोस् त, घुमाउनुहोस्। घोडामा चढ्छौ? ए घोडा रहेछ यहाँ त। राम्रो सिन रहेछ यहाँ। के को रुख हो यो? बाबु भिडियो बनाउनु न यहाँ चाहिँ। अब यहाँ डिफ्रेन्ट ठाउँमा चाहिँ यसो दामी छ है। यस्तो राम्रो छ मुक्तिनाथ जान हामीलाई एकदम आनन्द लागिरहेको छ होइन साथीहरू। के गर्नु, यति राम्रो ठाउँमा अहिलेसम्म किन आइएन छ भनेर चाहिँ मैले गरिरहेको छु। जस बाँच्यो भने आइले रहेछ। ल छोरा चाट नाच। जय मुक्तिनाथ। ओ चाट।
मुक्तिनाथ हामी आइपुगिसक्यौँ होइन। अब चाहिँ हिँडेर जानुपर्ने हुन्छ, हामीहरू चाहिँ अब हिँडेर जानुपर्ने हुन्छ है। लैजानु अब हामीहरू चाहिँ जाँदैछौँ होइन। अब जाँदैछ मुक्तिनाथ। मुक्तिनाथ जय मुक्तिनाथ। ओ पर गएर घोडा चढ्नु पर्ने हुन्छ। अब लाग्यो मुक्तिनाथको यात्रातर्फ। अब अगाडि छ घोडाहरू छन् होइन। चाहिँ अब घोडा चढेर माथि जाँदैछौँ। बस्नु आन्टी समातिन्न बाबुलाई बोलिरहेको छु। जम गरेर दिदी बाबुको मुख खोल्दा बाबुले समात्नु पर्दैन हामी लाग्यौँ। ल्याएर त लरी भयो म साधन थिएँ म आइपुग्यौँ मन्दिरको प्रवेशद्वारमा छौँ। भाइ एकछिन हटाइदिनु एउटा फोटो खिच्ने जाँदै हुनुहुन्छ सबैजनाहरू होइन। यस्तो छ सिट चढेर हामी आमा छोरा चाहिँ पुरा घोडामा चढेर हिँड्दा छौँ। हेलो भन्देऊ न। आउँदै हुनुहुन्छ ओमै कति बलियो मेरो छोरो। ओ स्ट्रङ छोरो। ल हेर्नुहोस् यसरी हिँडेर आउनुहुँदैछ मेरो छोरो चाहिँ। यता चाहिँ मन्दिर आइपुग्न आँटिसक्यो। म चाहिँ यता छु। ए मेरो छोरो टुकुर टुकुर हिँडिराख्नु भएको चाहिँ। जय शम्भु भन्देऊ। जय शम्भु शिव नारायण शम्भु भयो। नाथको मन्दिर पनि आइसकेका छौँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो भिडभाड छ यहाँ चाहिँ। मलाई चाहिँ सास फेर गाह्रो भएर सक्दैन कस्तो भइरहेको। हाम्रो डुबुल्की मार्ने यस्तो चाहिएको सिन। ल भयो भयो। भान्जी अहिले देखाएको छ कि ल यस्तै ढिगाउनु। अनि त्यो रातोहरू माथि चढाइदिनु चुडाहरू। धारामा हुनुहुन्छ उहाँ पनि पुरै। आएर खै खै पानी छर्किँदै हुनुहुन्छ फुपूले। सबै धाराको फाल्दिनु अलिअलि। जय मुक्तिनाथ भन्देऊ। जय मुक्तिनाथ भन्देऊ। यो 108 धाराको अगाडि छु होइन। मैले पनि स्नान गरिसकेको छु। अब चाहिँ हामीले जानुपर्ने हुन्छ मुक्तिनाथबाट। बाई बाई। यो चाहिँ हो मुक्तिनाथको बजार हो है। यहाँ चाहिँ हामीहरू छौँ।
बजार अवलोकन गर्दै जाँदैछु। कस्तो छ यहाँको बजार, कस्तो लागिरहेको यहाँ घोडा हिँडिरहेको छ। हिमाल हाँसेको सबै देख्न पाइन्छ। घुमेर आइसकेका छौँ र अब चाहिँ जमसम बजार हुँदै मुस्ताङलाई बाई बाई गर्दै मार्फा गाउँ, मुस्ताङको मार्फा गाउँमा नि जाँदैछौँ। जमसम बजारलाई चाहिँ बाई बाई गर्दैछौँ। बाई बाई जमसम बजार, बाई बाई आफ्टर 5 years। ल है क्या राम्रो स्याउबारी मार्फा गाउँमा, अहिले मार्फा गलीमा मार्फा गाउँ आइरहेछन्। अब मार्फा गाउँ घुम्दैछौँ। यो चाहिँ मार्फा गाउँको इन्ट्री हो। यता चाहिँ स्याउहरू छ, उहाँहरू फोटो खिच्दै हुनुहुन्छ। सिनारी आम्ची गल्ली रहेछ है। हामी चाहिँ गल्ली गल्लीमा आएका छौँ। बुझ्ने के छ यताको बजार स्याउहरू पनि यसरी राखेका हुँदो रहेछन् होइन। यस्तो छ यहाँको चाहिँ सिन, यहाँ पनि यस्तो छ। ल साथीहरू, मुस्ताङको यात्रा चाहिँ यति नै रहेको छ। हामी चाहिँ मार्फा गाउँ पनि घुमेर आइसकेका छौँ। केही क्लिपहरू खिच्न पाइनँ मैले मार्फा गाउँको चाहिँ। अनि आफ्नो भिडियोहरू बनाउँदा त ठिक्क भइहाल्यो। जेस ओभरअल आजको दिन पनि एकदमै राम्रो नै गयो। यदि भन्दै मेरो भिडियो कस्तो लाग्छ हजुरहरूलाई लाइक कमेन्ट मार्फत प्रतिक्रिया दिनु होला। यति साह्रो हावा चलेको, ज्याकेट लगाएको छुइनँ मैले। यहाँको भ्यू चाहिँ यस्तो छ होइन, हेर्न सक्नुहुन्छ यस्तो छ। अब चाहिँ म गाडीमा गएर छिटो ज्याकेट छैन म भोलिरहेको छु। अनि त्यस पछाडि यस्तो चाहिँ हेर्नु गेट अब मार्फा गाउँको एन्ड भइसकेको छ। बाई बाई।